के गर्नु पर्छ हैन आज त जित्नै सो हेलो गाइज वेलकम टु माई ब्लग है अनि आई होप सबैजना सन्चै हुनुहुन्छ होला है म पनि सन्चै छु अनि सबैजना गुड आफ्टरनुन है अनि आजको यो ब्लग चाहिँ है म गोली खेल्न जाँदैछु है मकै बारी भन्ने ठाउँ हिजोको ब्लगमा भनिसकेको छु है म चाहिँ अहिले मकै बारी जाँदैछु है अहिले चाहिँ म एक्लै छु पर चाहिँ साथीहरू छ है अन्त सो गाइज है यो ब्लग चाहिँ यही गोलीकै हुन्छ है लास्टसम्म हेरिदिनुहोस् होला है अनि लाइक सेयर अनि सब्सक्राइब पनि गरिदिनुहोस् होला है टाटा बाई पर भेटौँ है त गाइज हाम्रो आजको हाम्रो क्याप्टन के भन्दैन त्यसो जित्नुपर्छ है यता हेरेर भन्न अन्त कहाँ त फर्केको कपाल त के हो तेरो त्यो के गर्नु पर्छ हैन आज त जित्नै पर्छ नि जो कोटीमा पर्खिम ल गोर्खा युनाइटेडहरु हेरे हैन जित्नै पर्छ ए कोटीमा पर्खिम अखिल साथी पनि आइसक्यो है अखिल साथी ओ कसै भेरे भर्खर के गरिने गरे त्यसले हौ सो गाइज हामी चाहिँ सनादा आइसक्यौँ है अब जानुपर्ने हुन्छ है हारे भने कट्टा खान्छ नि फेरि हामीले चाहिँ यहाँ राखिरहेको छौँ है अघि तल चाहिँ भरे चेकिङ भएन है भरे गाडी जाम भयो भने चाहिँ हुन्छ है यता राखिरहेको छौँ के चप्पारो बस अन्त गाइज है हामी चाहिँ अब फेरि है सोनादा आइसक्यौँ फेरि यहाँ चाहिँ यहाँ सोनादासम्म चाहिँ बाइकमा आयौँ है अन्त अब चाहिँ फेरि हामी बस पक्रेर जानुपर्छ है अब मकैबारीसम्म चाहिँ बस पक्रेर जानुपर्छ फाइनली गाइज हामीले चाहिँ है बस पक्रिसक्यौँ अखिलले त्यहाँ न अखिल जालास् नि उतापट्टि चालु है आएको हाम्रो इक्जाम सेन्टर चाहिँ यहीँ हो हामी त पुग्न आँटेको छौँ सो फाइनल गाइज हामी चाहिँ खरसाङ आइसक्यौँ है साथीहरू यहाँ छ है खरसाङ आइसक्यौँ यस्तै छ सो गाइज हामी चाहिँ अहिले यहाँ है होटेल आइरहेको छौँ है गरम है अन्त अब चाहिँ फेरि है हाम्रो साथीहरूलाई पर्खिनुपर्छ साथीहरू फेरि कहाँ छ फेरि नआइहालेर हामी चाहिँ बसमा आइहाल्यौँ होइन अनि अब साथीहरू चाहिँ आउँदैछ ट्रेक किन्ने 1 घन्टा लाग्छ हामी है यहाँ खरसाङ स्टेसन आइरहेको छौँ है आइसक्यौँ है अब चाहिँ है हामीले ड्रप गर्नु चाहिँ एउटा दा आउनुहुन्छ होला है मकैबारीकै अनि हामी फेरि जानुपर्छ अनि यहाँ केटाहरूले फोटो सुट गर्दैछ है के भन्छ अहिले सेकेन्ड भक्ते फेरि हामी चाहिँ अहिले गाडीमा जाँदैछौँ अर्को गाडी है केटाहरू चाहिँ यहाँ चाहिँ केटाहरू यो गाडी चल्छ फेरि हामी झरिसकेको चाहिँ ग्राउन्ड आइपुगिसक्यौँ है ऊ तलहरू छ ग्राउन्ड चाहिँ ऊ ग्राउन्ड चाहिँ यहाँ रहेछ है यहाँ रहेछ यहाँतिर है अन्त यो जुन चाहिँ छ है यो चाहिँ टाच बनिँदै गरेको अरे है अनि यो चाहिँ खै केही होला ठुलो खै थाहा भएन है फ्याक्ट्री केही हुनसक्छ है एउटा यहाँ छ यहाँ त मजाको हावादार चाहिँ हेलो गाइज चाहिँ अब सूर्य लिम्बू ब्लग छ उहाँ चाहिँ खेल्नु हुँदैछ र मैले बनाउनु दिनुभएको अनि यो चाहिँ सिडस भर्सेस नै मकैबारीकोहरू हुनुहुन्छ अपोनेन्टबाट चाहिँ पेमादाहरू हुनुहुँदो रहेछ ब्ल्याक चाहिँ सिडस अनि व्हाइट चाहिँ मकैबारी
कर्नर चान्स बल त्यसको लागि घट्न गणेश गणेश घट्न यो भाइ कहाँ कुदेको कहाँ गर्छ यसले ए दल्दै गर आम्बो कसो भ्याली छ हौ यो त गोल मकैबारीबाट पक्रिने कस्तो नानीको सूर्यले आइज दियो अब सिखिरी म फर्स्टमा खेल्नु भन्नु भएन सेकेन्ड राउन्ड यही टिम आयो भने चाहिँ अन्दियल कसले हालेको सूर्य लिम्बूले हालेको रामी हो गोल गोल साँच्ची नै आयो त फाइनान्सर यहाँ रहेछ नि त म अहिले अब कौडेला लाइनमा राखेर के चिटिन पुगेको कि न म रेफ्री हिँडेर रेफ्रीले हाँसी लगायो भन्न हाँसी लाग्यो भन्न गोल्टे बसेर गोल्टे कुस्ता गोल्टे बस्छ कि अब
बढेको यो चेन्ज गर सबैले प्र्याक्टिस गर्नु पर्यो नि त के मलाई देखेर त्यो गोली केले यसले गोली देखेर गोली यसले सिधै मुख खालाइ सिधै रोएको त्यसले क्या लाग्छ गल्ती नि भन्छ आज त्यस्तो यो फोटो खिचेर आयो बिचमा फेंगा बिचमा यिनीहरूले यो भाइले चिन्छ मलाई त्यो गोली खेल्ने नाम त बिर्स्यो भाइ पहिला क्या यहाँ ल्याएको थिएँ नि सिरर यसको त्यस्तै ल्याएको थिएँ तेल्लो कार्ड छैन नि एउटीकोमा त्यस्तै चाहिँ करेर अझै सेवनलाई दाइन्छ गइन्छ नि थाहा छ रास त्यस्तो रासलाई मैले भनेको नि सेवन्दा खेलेर खेल भनेको नि सुट सक्यो दामी हाम्रो जित्यो है हेलो गाइस हामीले चाहिँ जिते ल मेरा जान मेरा मान
के भयो के है जाम हुँदै रहेछ सो गाइज जाम भएछ है जाम यतै नाइट भ्यू अफ गयो केटाहरूको चाहिँ अहिले खायो भन्दैछ है खतरा अन्त रिदम साथी यता त ओइ मै कप्तान यता क्याप्टन हाम्रो के हो फेरि टोपी लगाएको फेरि अधेरो नकोले नदिएको छु के हो त अचरालाई जान्छ यसको सो गाइज अहिले चाहिँ हामी फर्किँदैछौँ है आजको है बिटिङ आज चाहिँ म्याच भएन बिटिङ भयो है अपोनेन्ट पनि पेमा धरी पऱ्यो है खुसी लाग्यो दासँग खेल्नु पायौँ हामीले खुसी लाग्यो है त्यस्तो ठुलो है प्लेयर दासँग है सो नसोचेको दासँग खेल्नु पायौँ है अन्त जित्यौँ पनि है बिटिङ सो गाइज अहिले चाहिँ हामी हिँड्दै जाँदैछौँ है केटाहरू जसिलो यतिको चाहिँ अब यति खेलेर पनि हिँड्नु सक्दैछु स्टोरीमा त कस्तो छ होला है सो गाइज अर्को है सेकेन्ड राउन्डतिर भेटौँ है त बाई गाइज अहिलेको भ्लग यति नै के भन्दै लाइक सेयर लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् हाम्रो साथीलाई अनि तपाईँहरूले चाहन्छ भने हामी नाइट भ्यू पनि देखाइदिन्छौँ बाइकबाट अहिले नाइट भ्यू देखाइदिन्छु पाइहाल्यो भने चाहिँ है सो गाइज आजको भ्लग चाहिँ यति नै